गाइस अब सब्जी चाहिँ पाकिसकेको छ। अम्लेट बनाउनु पर्यो भनेर अन्डा अम्लेट बनाउनु भनेर यहाँ चाहिँ धनियाहरू कटिङ गर्दैछु। हेर्दै गर्नु होला मेरो भिडियो। मलाई चाहिँ हजुरहरूको साथ सपोर्ट सहयोग एकदमै खाँचो छ, किनकि म चाहिँ सुरुमा भएकोले मलाई खासै भिडियोहरू बनाउन आउँदैन। त्यही भएको हुनाले हजुरहरूको सल्लाह सुझावको चाहिँ मलाई खाँचो छ। हजुरहरूले सल्लाह सुझाव दिनु होला। अम्लेट बनाउनको लागि चाहिँ यहाँनिर प्याज, टमाटर, हरियो खुर्सानी, धनियाँ त्यस्तै लगाएर यहाँ घुलेको छु। तेल, यसरी पकाउँछौँ है गाइस हामी चाहिँ अन्डा। हाम्रो खाना चाहिँ रेडी। अब हामी चाहिँ खाना खान लागेको गाइस। हजुरहरू पनि खानु होला। मेरो भिडियो चाहिँ आजलाई यति नै। बाई बाई सबैजनालाई।